ठिकै छ अब तिमीलाई दुईटासँग बिहे गर बिहा चाहिँ कसरी गर्छौ त हाम्रो बर्गर स्टाइलको बिहा हुन्छ नि होइन बर्गर बर्गर वहाँ माथिको पाउरोटी मासु वहाँ छेउताउरोको पाउरोटी अरे माथि पितरले चाहिँ बिना धेरै रहर रक्छ अनि स्वागत चाहिँ कसरी मनाउँछौ त्यसरी नै कि त्यसरी नै स्वागतमा पलजीले घुम्टो खोल्दिनुहुन्छ दुर्गेशले गहना खोल्दिनु भयो अब अरू खोलेको कुरा नगर हनीमुन चाहिँ कसरी जान्छ एउटा स हनी जान्छु एउटा स मुन जान्छु नि अनि बस्छौ कसरी हप्तामा 3 दिन दुर्गेशसँग बस्छु 3 दिन पलसँग बस्छु नि अनि एक दिन त हजुरलाई टाइम दिनु पर्छ यो भएन यो हाम्रो सोसाइटी नै बिगार्ने भयो यो कुराले त भएन सर